ओके सुन केटाकेटी, अब हामी भोलि यो चित्र बनाउँदैछौँ होइन। तपाईँहरूले यसलाई मलाई कलर गरेर देखाइदिनु भने मैले चित्र बनाइसकेको छु। अब कलर कसरी गर्ने रहेछ यसमा हेरौँ है त। सुरुमा म बुद्धमा गर्दैछु। बुद्धमा म ब्ल्याक कलर लगाउँछु। हुन त मैले अरेन्ज लगाएको भए पनि हुन्थ्यो, तर पनि मैले राम्रो देखोस् भनेर चाहिँ यहाँ ब्ल्याक कलर लगाउँदैछु। चाहिँ जहिले पनि ब्रसलाई चाहिँ एकदमै राउन्ड सेप गरेर चाहिँ लिनुपर्ने हुन्छ, ताकि कलर यसमा चाहिँ धेरै बेरसम्म लगाउन पुग्छ। ल मैले गर्न चाहिँ कलर लगाइसके। अब भने हामी यो बिचको मण्डलमा कलर गरौँ। ल यसरी चाहिँ हामीले हाम्रो चित्रलाई पुरा गर्न सक्छौँ है त केटाकेटी। अझै यहाँ पनि तपाईँहरूले ब्ल्याक कलरले आउटलाइन गर्न सक्नुहुन्छ।